6% को आर्थिक वृद्धि दर र 5.5% भित्र चाहिँ मुद्रास्फीतिलाई राख्ने अथवा रहने प्रक्षेपणसहित आर्थिक वर्ष 2082-83 को बजेट हिजो संसदमा पेश भएको छ र सो अनुसार चाहिँ नेपालको लागि आर्थिक वर्ष 82-83 को टोटल खर्च 1964.11 अर्ब हुने चाहिँ अनुमान गरिएको छ र जसमध्ये चाहिँ चालु खर्च 60.1% 1180 अर्ब र पुँजीगत खर्च क्यापिटल एक्सपेन्डिचर भनेर पनि भनिन्छ जसलाई 407 अर्ब र त्यसपछि फाइनान्सियल म्यानेजमेन्ट जुन ऋण तिर्नको लागि लगिएको ऋण तिर्नको लागि गरिने खर्च चाहिँ 375.24 अर्ब अर्थात् 19.1% र तपाईँको त्यो खर्च गर्नको लागि स्रोतहरूमध्ये चाहिँ 1315 अर्ब राजस्वबाट रेभिन्यूबाट त्यस्तै तपाईँको 53.45 अर्ब चाहिँ अनुदान आउने भन्ने अपेक्षा गरिएको छ ग्रान्ट। त्यसपछि बाँकी जुन बिचको जुन 595 अर्ब बजेट डेफिसिट हुन्छ अथवा न्यून रकम हुन्छ त्यसमध्ये चाहिँ 233 अर्ब चाहिँ वैदेशिक ऋण मार्फत आउने भन्ने अपेक्षा गरिएको छ भनेपछि 362 अर्ब चाहिँ आन्तरिक ऋण डोमेस्टिक डेट चाहिँ 362 अर्ब भनिएको छ। यसरी चाहिँ तपाईँको यो पिक्चर भयो, ओभरअल पिक्चर भयो र यो भित्रको के छ भन्ने कुरा चाहिँ पुरा डिटेलमा चाहिँ हामी भिडियो बनाउनेछौँ। मलाई फलो गर्दै गर्नुहोस् र मेरो युट्युब पनि यदि तपाईँहरूले फलो गर्नुभएको छैन भने सब्सक्राइब गर्नुभएको छैन भने युट्युबमा हेर्न सक्नुहुन्छ है डिटेल भिडियो।